र साथीहरु फेरि आए है अर्को भिडियो। आधुनिक घरबाट चाहिँ म कसरी झिक्ने, पहिलोमा म छ कि छैन हेर्ने, छ भने त झिक्ने हो। यहाँ म खोल्दैछु। यो भिडियोलाई हेर्नु होला है, सुरुदेखि अन्तिमसम्म हेर्नु हो भने म खानु दिन्छु। म विशेष गरेर च्यानललाई सब्स्क्राइब गर्नेलाई सबैभन्दा धेरै म तपाईहरुलाई म पक्षले पक्ष छैन, सिकारो मात्रै छ। यो समस्या भइरहेछ। कुच्चो हुन्छ एउटा, कुच्चो नचिन्ने साथी छ, मौरी सोर्ने, जाडोले अलि छोड्दैन घरलाई, अनि त्यसकेर सोर्नु पर्ने हुन्छ। दाइ साथीहरु म लास्टै धेरै छ जस्तो छ, हेर्नुहोस् है, भिडियो हेर्नुहोस् पुरै। यसमा त साह्रै नै धेर म भोको अनुमान आइगयो। अब च्यानललाई सब्स्क्राइब गर्नुभयो भने चाहिँ म खान पाउनु हुने भयो। अब आधुनिक घरमा मौरी म कसरी हुन्छ भन्ने चाहिँ म क्यामेरालाई, फेरि मेरो क्यामेरा चाहिँ लास्टै महँगो छ। हेर्नुहोस्, म यहाँ धेरै नै छ। यो चाहिँ माथिल्लो तला, मुनि पनि हुन्छ। हेर्नुहोस् है, हेर्नुहोस् है, म कसरी निकाल्छु हेर्नुहोस् है। अब लास्टै धेरै रहेछ। म चाहिँ काटौँ है त। अब भिडियोमा अलि देखाउन पर्ने हो। मलाई नै डर लागिसक्यो म देख्दा। मैले निकाले, अब म कहाँबाट निकालौँ भने यताबाट। लास्टै धेरै मह रहेछ, जोडेर लाको म यो मह सबै निकाल्छु। अब ल हेर्नुहोस्, महको त भारी नै लाएर बसेको रहेछ नि। कता हो, यताबाट हेर्नुहोस्। काटे है साथीहरु।
यसलाई एकछिन यता राख्छु। अर्को चाका निकाल्न गइरहेको छु। ल हेर्नुहोस् ल, म है मात्र। आमा म हो कि ढुङ्गा हो चिन्नै गाह्रो छ। टोपीभित्र पस्यो कहाँबाट हो? दुई चक्का आइसक्यो।